चाहिँ ठुलो चाहिँ 40 किलोको अनि जोखेको पनि जोख्नु भएको 40 केजीको। दर्शक महानुभाव नमस्कार। अत्यन्तै दुःखद खबर। यो आमा चाहिँ बकाया गाउँपालिका वडा नम्बर 7 हात्ती खोलाको हुनुहुन्छ। उहाँको चाहिँ हिजो बेलुका 2 बजेतिर चाहिँ उहाँको खसी कति केजीको आमा? 40 किलो छ 40 केजीको दिवालीको भन्नु दिवालीको लागि राख्नु भएको 40 केजीको बोको चाहिँ हरायो। अस्ति भर्खरै पनि मैले एकजना हात्ती खोलाकै एकजना राईको 3वटा एउटा बाख्रा एउटा बोका र खसी हराएको भनेर मैले भिडियो सम्प्रेषण गरेको थिएँ। अत्यन्तै दुःखद खबर। यो दुःखद भन्दा पनि एकदम खतरा खबर, जसको घरमा पनि हराउने भयो। तपाईँको चाहिँ कति बजे हरायो त आमा? बाबु अब 3 बजे बाहिर करायो भने चाहिँ अब 1 बजे नै लग्यो त 1 बजे नै 1 बजे लग्यो 3 बजे खोरमा बाख्रा कतिवटा थियो? 7वटा 7वटा थियो। बिहाको 2 यहाँको 2टा थियो। बिहाको 2 अनि अर्को खसिन्छ खसी पनि हरायो। खसी हरायो नि त दिवालीको चाहिँ ठुलो चाहिँ 40 किलोको अनि जोखेको पनि जोख्नु भएको 40 केजीको। 40 किलो हेर्नुहोस् त 40 केजीको खसी बिचरा आमा बुढी आमाले दुःख गरेर मेहनत गरेर पालेको दिवालीको लागि राख्यो। नानी पढ्न गएको बसेको थिएँ त्यो नानी थिएन एक्लो आमा थियो भन्नु म एक्लै छु एक्लै आमा हुनुहुन्थ्यो है, घरमा कोही हुनुहुन्न। कोही नै हुनु उहाँको एक्लै आमा, उहाँको घरमा पनि कोही हुनुहुन्न। एक्लै आमालाई चाहिँ झुक्याएर एउटा चोरले खसी, त्यही पनि फुल पूजाको लागि राखेको 40 केजीको खसी लग्यो भनेर बिचरा आमा बिहानै घरमा आइपुग्नु भएको रहेछ। आदरणीय दर्शक महानुभावहरू, तपाईँलाई म के भन्न चाहन्छु भने एउटा यो बोको खसी हराएको धेरै भइसकेको छ। यहाँ बकाया गाउँपालिका वडा नम्बर 7 कै ठाउँबाट अस्ति भर्खरै एउटा बाख्रा एउटा बोका अनि एउटा खसी हरायो। आज एउटा बोका 40 केजीको हरायो आमाको। 2 बजेको 2 बजे 3 बजे त करायो बाह्र 3 बजे करायो। पाठा निकाले मैले यस्तो अवस्थामा एकदमै खतरा हो। यो बाख्रा चोर्ने व्यक्तिले पनि यतिखेर हेरिरहनु भएको छ भने तपाईँ पनि विचार गर्नुहोस्। एउटा दुःख गरेर एउटा आफ्नो परिवारको लागि, खुसीको लागि, एउटा दिवालीको लागि एउटा राखेको बोको 40 केजीको बोको तपाईँले एउटा झिकेर लाँदाखेरि तपाईँको मनले मान्नु भएन होला। तर यसरी चोरी भएको छ। तर यो चोरी भएको व्यक्ति तपाईँको यो जुरेली, हात्तीसुँडे बजारतिर अटो चालकहरूलाई र गाडी सञ्चालक, गाडी चलाउने व्यक्तिहरूलाई पनि म के भन्न चाहन्छु भने 40 केजीको कस्तो कलरको रातो रातो एकदम रातो रातो कलरको बोका तपाईँले यदि देख्नु भएको छ भने त्यो व्यक्ति हेर्न त्यो 18 सार्थिन यति लामा जुङ्गा यति लामा आमा त्यस्तो खसी तपाईँको हराएको अवस्थामा चाहिँ उहाँमा यहाँ आउनुभएको छ। यदि तपाईँले यो खसी पक्कै पनि यो व्यापार बोका यो पक्कै पनि यो बोकालाई चाहिँ लानको लागि गाडीको युज भयो होला, त्यो गाडीमा युज भएको सबैलाई रातो कलरको खसी 40 केजीको खसी एकदमै ठुलो नै खसी होला। तपाईँले यदि यदि देख्नु भएको छ भने नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिनु होला या तपाईँले यो स्क्रिनमा राखेको नम्बरमा सम्पर्क गरिदिनु होला। यहाँ आमाले निकै नै बिचरा दुःख गरेर पाल्नु भएको खसी बोका, माफ गर्नु बोका हराएको छ होइन त आमा? हो हो ए अनि तपाईँ एक्लै बस्नुहुन्छ घरमा? म एक्लै छु अस्ति दसैँ त आए केटीको नानीहरू दसैँ आएर नानीहरू मिलन आए अनि अस्ति पानी एउटा एक्लो भेटो भेटेन ए